गाइजहरू हेर्न सक्नुहुन्छ। यो चाहिँ मेरो परेवाको घर हो। यस्तै छ आज भर्खरै ल्याएको। आज भर्खर ल्याएको यो चाहिँ मेरो परेवाहरू चाहिँ यता छ। हेर्नु होला। गाइस यो चाहिँ औठी लगाएको होला परेवा हो गाइस। हेर्न सक्नुहुन्छ यो चाहिँ औठी लगाएको होला हो। 19 यो चाहिँ भाले जा। अब अर्कोलाई समाउनु पर्ने हुन्छ। यो चाहिँ छिट्टो उडिहाल्छ उयोवाला चाहिँ, त्यही भएर यसलाई चाहिँ समाइहाल्नु पर्ने हुन्छ। उडी पनि सक्यो र फेरि बस्छ रातिको बेलामा। त्यही भएर यता यस्तरी च्याप समाउनुपर्छ। उयो चाहिँ पोथी हो। यसको चाहिँ औठी तल छ। हेर्नु त खुट्टामा कस्तो राम्रो छ यसको चाहिँ। पर्खिनु है, हेर्नु गाइजहरू खुट्टामा यसको कस्तो राम्रो छ पन्जाबी पिजन। खुट्टामा पनि कपाल छ यसको त। ऊ जस्तो चाहिँ उसको चाहिँ ऊ त्यस्तो हो गाइजहरू, बच्चा हो। उयो चाहिँ बच्चा हो। जोडी चाहिँ औठी लगाएको छ यिनीहरू चाहिँ। पर्खिनु होला गाइजहरू, हेर्नु होला। तिनवटा गएन। अब लास्ट यो चाहिँ मेरो फेभरेट, मैले आफैले कलर लगाएको। उयो पनि परेकै हो, पिङ्क कलर पनि छ। यो चाहिँ फेरि क्या राम्रो छ, मेरो हातमै चढ्छ। चुपो लाएर बस्छ गाइजहरू। यो चाहिँ समाएको पनि छैन। यो ज्ञानी छ। यसले मैले ट्रेनिङ दिएर राखेको छु, देख्नुभयो। अब यसलाई तल राख्नुपर्ने हुन्छ। गाइज यो उडेछ। पर्खिनु म समातेर ल्याइहाल्छु। हेर्नु होला। मैले चाहिँ 4वटै गुम्साएर राखिदिइसकेँ। अब यो लगाउनु पार्ने हुन्छ। यो भिडियो चाहिँ विशेष गरेर बालिद सरकारलाई हो। ऊ त्यहाँ वन, हाम्रो त्यहाँनिर वन छ। त्यहाँ चाहिँ सरकारको रोड भएर त्यहाँनिर चाहिँ पुरै रुखसुख पुरै काटेको छ। म तपाईँहरूलाई भोलि देखाउँछु। त्यही गएरै मोबाइल बोकेर उनीहरू खाली छ गाइजहरू। म तपाईँलाई भोलि देखाउँछु। यहाँबाट केही पनि देखेको छैन गाइजहरू। प्लिज सपोर्ट गरिदिनु होला मेरो यो युट्युब च्यानललाई। धन्यवाद।